गरी हो के ला फाला न एकचोटी हेरो एकचोटी मात्रै के त्यो हापाले फेरि हापाले मेरो त्यो नै हुँदैन हुन्छ मान्छे हस्पिटल हो त्यो हस्पिटलमा सिधै मलाई टाउको माथि हापाला न यस्तो गर्नु खोजिनु तल पुग्छ म एउटा हापाले जोएर भडाइबाट तल आएर तिमी छिटो पुग्छौ नि एकचोटि कसरी हाम्फाले कि एकचोटि हाम्फाले चाहिँ म तल पुग्थेँ त्यसपछि त कहिले हाम्फाले गरे हाम्फाले अर्को जन्म फेरि आउँछ अर्को जन्म के त अर्को जन्ममा चरा बन्छु तपाईँ चिप्लेकै थिएँ भुवेको अनि फर्स्ट मेरो यस्तो आउँछ आउनुभयो त्यहाँ म्याडम म्याडमहरू आउनुभयो म्याडम कति बग्छु 6:30 हो के भ्लग बनाऊ कि मैले भिडियो गर्दै हाल्ला भिडियो गर्दै हाल्ला म अहिले नयाँ हो नयाँ हाम फाल्न खोजेको यो मान्छे अनि चिया डानीमा गयो होइन हामी ट्युसे अनि हामी गीत पनि गायो भने त्यतिखेर याद छैन अनि गीत पनि गाउनु गएको थिएन हामी फर्किएर फर्केको थियो अरे फेरि देखि अरू अनि हामी कतिखेर अनि हामी त्यो बुक पछाडि गएको थियो लागि भनेर अनि हामी चाहिँ उभ्या भाले नि दा आइसक्रिम खाथ्यो क्या है आइसक्रिम खाथ्यो खाथ्यो एक्लै खाइसिनाहरू होइन बिका त दिदी हामी सबैले किन्थ्यो किन्थ्यो माइक्रोमा अनि उसले रेडबुल खाने भनेर सोध्दै थियो मलाई लास्टमा बस्दा फेरि मेरो साइडमा बसिदियो तिमीले भने एकचोटि यसो सुतेको सबजना कसको मेरो के त यस्तो सिधा अनि हामी सुते थियो जान नदिएर यस्तो मजा आएको थियो कहाँ मजा आएको थियो जान नदिएर कहाँ जान नदिएर मजा आएको थियो त्यसको पाइहाल्छ म के गरे तपाईँ काठमाडौँ यसपालि यो वर्ष थिएँ यही वर्ष के खाएर थिएँ पानी यस्तो सेन्टीमा थियो क्या खायो है याद छैन है भिडियो बनाउनु पर्ने तपाईँले नै भनेर मात्र हो भिडियो हामी रेडी भएर अब यो भ्लग बनाउनु कस्तो रेडी हुनु तपाईँ भयो 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 छोडिदिएँ यहाँबाट सुरु एउटा सुरु रेडी 3 2 1 हेलो गाइस सीरियस ब्लॉग आज चाहिँ हामी हाम्रो
भन क्या हो हामी काठमाडौँ यो वर्षको कुरा गर्न काठमाडौँ योभन्दा अगाडि वर्ष काठमाडौँ कुरा गर्दैछौँ हामी त्यसपछि बल्ल हामी यो वर्षको कुरा गर्छौँ उहाँहरूले म छैन यो वर्ष सुरुमा हामी पोखरा एउटा यो यो वर्ष हामी पोखरा बसपार्कमा योभन्दा अगाडिको वर्ष हामी काठमाडौँ जाँदा पोखरा बसपार्कमा फेला भएको थिए फेला कि बेला अनि जापानी के कुरा फेला भेला भएको थियो यहाँ उहाँले भन्नुभएको थियो कि परेश्वरी यो राम्रोसँग बस्छ उहाँले भन्नुभएको थियो कि उहाँ र आशिष गुरु चाहिँ चौतारामा भेट्नु भएको थियो भनेर चौतारामा छैन कस्तो मिलेको के भन न चौतारा ल म भन्छु के हामी पोखरा बसरमा भेला भएको थियौँ भेला भएपछि हामी भेला भएको भेला भएपछि त्यो बेलाको केही कुरा भन्न चाहनुहुन्छ हजुर भेला भएको थियौँ त्यसपछि हामी काठमाडौँतर्फ लाग्यौँ हामी लगातार मलेकुसम्म उनो खेल्दै नाचेको थियो होला मैले उनीलाई ओनो अनि आशिषले आफ्नो एउटा गाड बाँकिँदा ओनो भन्नु मेरो अगाडि सिटमा म लास्टमा बसेको थियौँ त्यसपछि हामी मलेकुमा खाना खान रुच्यौँ खाना आयौँ हामीले एकदम मजाले ठन्डा खाना अनि पिकनिक फोटो खिच्यो ग्रुप फोटोभन्दा अगाडि एउटा केही भएको थिएन होइन भएको थियो मलाई के पठाउनु भएको थियो अनि पैसा पुगेको थिएन अनि पुगेको मलाई बोलाएँ अनि बोलाएपछि पैसा तिर्यो अनि त्यसपछि हामी फोटो खिचेको त्यसपछि यस्तरी समातेर त्यसपछि हामी रोकेको भनेको त्यसपछि हामी फेरि गाडीमा चढ्यौँ त्यसपछि हामी रोकेको भनेको त्यो धार्गेको बाटोमा हो त्यहाँबाट हामीलाई जान दिएको थिएन अनि कराटेको अनि त्यसपछि हामी मुद्रालाई आयो तुरतुरी आयो हेर त्यसो गर्दै बसिरह है मुद्रालाई के गर अरे यस्तो खानु बसिरह ओए हामी मुद्रालाई आयो तुरतुरी आयो है अनि त्यहीँ एउटा घरमा हामी मुद्रा लगेको लागि हामी त्यहाँबाट फुल टिपेको थियो फुल टिपेको थियो त्यहाँ अनारको बोट थियो यत्रो अनार फल्दै थियो यत्रो है अनि त्यसपछि हामीले त्यहाँबाट जान दिएको थिएन हामीले त्यसमा त्यहाँबाट जान दिएको थिएन अनि त्यसपछि हाम्रो ब्यानर देखायो हामी कराते हो कि हामी करातेबाट आएको हो करातेबाट आएको हामी कराटेको स्टुडेन्ट्स हो अनि हामी गि निकालेर नि देखाउनु लाग्यो तर भयो जानु दियो अनि गयो अनि त्यसपछि हामीलाई काठमाडौँ पुग्नेपछि हामी जस्तो राम्रो मान्छे आएर हामीलाई पानीले स्वागत गर्यो हामी जस्तो राम्रो मान्छे आएर हामीलाई के अरे पानी परेर स्वागत गरेपछि हामीलाई
हामी आफ्नो झोला बोकेर होटेलतर्फ लाग्यो होटेलतर्फ लागेपछि द भिन्टेज हामी पुरानै उसमा बस्यो नि यो क्या थाहा पाएँ त्यसपछि के भन्छ हामी होटेलतर्फ लागेपछि हामी आफ्नो आफ्नो रुममा गयौँ रुममा गएपछि कहाँ गएको कि बिचमा भित्र जाला एउटा मलाई अद्वितीय के गर्दैछ हेर्नु त्यसो गर्दैछ एउटा मलाई ओ यार ल बस न छिटो त्यसपछि एउटा के प्लिज त्यसपछि हामी आशिष गुरु आर्दन दाइको दुईटा भाइ हो कि दाइहरूको रुम फोहोर गर्नतर्फ लाग्यौँ होइन बोइजहरूको रुम छुट्टै थियो गर्ल्सको तर नौनी त हामीलाई नै सुत्दै जान्छ मैले लागिरहेको कि यसले खप्सै भनेर पोछालेर कन्टिन्यू अनि बोइज र गर्ल्सको छुट्टै थियो है अनि हामी चाहिँ तोड मजाले धुम मजाले भन्दै अब आशिष गुरुको हुन्छ नि बोइजहरूको रुममा गयौँ है त्यहाँ गएर उनो खेल्यौँ हजुरै हामी के खायौँ कुरकुरे अनि यिनीहरूले के अरे होइन हामी जाने बित्तिकै नुहायौँ सुमा नुहाउन लाग्दैन किनभने वेट जोड्न जानु पर्दैन तर फेरि वेट जोड्न जानु परेन अनि हामी गयौँ नुहाउन गएपछि हामी कस्तो लाउने कुरा गरे यार नुहाउन गएपछि हामी हाम्रो लुगा धुएपछि हामी लुगा सुकाए त्यसपछि हामी राम्रो भएर हामी घुम्नतर्फ लाग्यौँ हामी त्यसपछि उता बसन्तपुरतिर घुम्न गयो अनि हामीले गुरुसँग धरारासँगको फोटो खिच्यौँ गुरु धरारा हामी फोटो खिच्यौँ गुरु धरारा हामी त्यसपछि हामीले पानीपुरी खाएको मलाई याद छ पानीपुरी दहीपुरी खाएको त्यसको माथिवाला स्विङमा बसेर खाएको होइन दहीपुरी स्विङ जस्तो चेयरमा बसेर खाएको हामीले अनि त्यहाँ बसेको थियो खै मलाई देखाएको थियो नि त्यो पानीपुरी खाएको त पानीपुरी खाने म थिएन हामी माथि गएको थियो त कन्टिन्यू माथि अनि हामी फोटो खिचेर गुरुहरूको अनि त्यसपछि आराधनाको मोबाइलबाट फोटो खिच्यो मलाई चाहिँ याद छ कि अनि त्यहाँबाट हामी हिँड्दै गयो अनि मन्दिरहरू जस्तो त्यो ठाउँमा गयो अनि त्यसपछि हामी त्यहाँबाट फर्क्यौँ होइन हामी उता उमा गयो नि त होइन कि लास्ट डेमा होइन त्यही दिनमा गयो कहाँ त्यो कोरियन त लास्ट डेमा गयो हो कोरियन लास्ट डेमा गयो याद छ त्यही दिनमा जस्तो होइन अनि त्यहाँबाट हामी गयौँ अनि त्यहाँबाट फर्किँदा कसरी 9-10 बज्यो त नि अनि हामीले थकाली खाथ्यौँ मलाई याद छ भात खाथ्यौँ हामीले अनि आर्दनलाई मैले लेमन च्यालेन्ज गरेको थिएँ क्या त अनि उसले खाएको थियो है यसरी कस्तो गर्थ्यो भन त फेरि आज दाइ चाहिँ उता बसेको थियो नयाँ यता बसेको थिएँ म कता बसेको थिएँ थाहा भएन त्यसकै होटेलकै साइडतिर होटेलको साइडमा अनि त्यहाँ तपाईँहरू के त्यो डान्स गर्ने ठाउँ चाहिँ तपाईँहरू राति नै जान्छ भन्ने थियो मलाई याद छ अनि त्यो घुमेर आएपछि हामी भात खान गयो हामीलाई गुरुले भात खान लगाउनु नि हामीले यस्तो मिठो मानेर भात खायौँ अनि त्योभन्दा अगाडि लेमन च्यालेन्ज गर्छौँ भन्ने खायो है मजाले सबै उसले चाहिँ भने हातमा ल्याएर के चिया भनेर हामी त्यहाँबाट निस्क्यौँ निस्केर हामी होटेल गयो नि होटेल नजिकै थियो कि त्यो होटेलकै साइडमा तर त्यस्तो कसरी भयो किनभने हामीलाई नुहाउन टाइम लाग्थ्यो मलाई याद छ त्यसपछि हामी गयौँ कहाँ गयो होटेल गयो होटेलमा गएर हामी यो आशिष गुरुहरूको रुममा हामी हल्ला गर्न गयौँ उनो खेल्दै म त झन् यसरी सुत्दै उनो खेल्दै अनि बिगेटाले के खाएको रे त्यो चाहिँ कति बेला हुन्छ नि खाएको थियो तर त्यो चाहिँ कुन फर्स्ट डेमा खायो कि सेकेन्ड डेमा फर्स्ट डेमा कति बेला होइन सेकेन्ड डेमा हो क्या सेकेन्ड डेमा हामी चप्पल किनेर आएर अनि आउँदाखेरि किनेको बाटोमा हामी त 3 दिन बसेको थियो 3 दिन 2 रात हो अनि त्यसपछि हामी एकजना मान्छेले 5% अल्कोहलवाला जुस खाएको को मान्छे ए त्यो साइडबाट त्यसै हामी हल्ला गर्थ्यौँ तर हामी चाहिँ आएन होला हामी एकदम ढिलो सुन्थ्यो होला अनि हाम्रो दिपा गुरुले हो कोठामा गएर सुन्दै दा भनेको मलाई चाहिँ याद छ गुरुले हामीलाई बोलाउनु हुँदैन
दिवाकोले 11:30 बजे आयो नि तिमीलाई सुन्नु पर्दैन भोलि बिहान छिटो उठ्नुपर्छ गए त्यहाँ नि बिहान छिटै उठिन्छ अनि त्यसपछि हामी गयौँ त्यसपछि हामी कच गरेर सुत्यौँ फेरि त्यो रुममा चाहिँ आरोही र म मात्रै थियो कि सब उता रुममा थियो ननी द्युक्ता गुरु सब उता रुममा थियो कुन रुममा थियो त्यो अर्कोवाला रुममा अनि म र आरोही मात्रै तपाईँहरूको रुममा थियो हो कि होइन म चाहिँ यिनीहरूले मलाई बेडमा बस्न नदिएर म त खुट्टा चाहिँ त्यो चेयरमा के त्यो खुट्टा राखेर अनि म यिनीहरूको अनि त्यसपछि आरोहीले गीत बजाएर टिभीमा अनि त्यो साइड दुईजनाको जितेकोहरूलाई मान्छेले धन्डले उठाएर त्यसपछि म यस्तै उफ्रेँ अनि त्यसपछि के भन्छ त्यसपछि भोलि बिहान हो हामी नङसङ काट्यो त्यसपछि अनि हामी उतातिर गएर के लाइन बनायो गऱ्यो त्यहाँ दिनभरि बस्यो पालो एक दिनमै सबैको गेम भ्याएको थियो होइन हो अनि हामी 2 दिन गएको थिएँ र रङ्गशाला गएको थिएन एक दिन मात्र गएको थिएँ हो एक दिन मात्र हो अनि मैले यत्रो झोला बोकेर मोएमा डान्स गरेको मलाई याद छ त्यसपछि हामीले चना अन्डा ब्रेकफास्टमा खाथ्यो अनि भात खाथ्यो हामीले हामीले नि यसपालि बिहानै अनि त्यसपछि दिउँसो चाहिँ हामी चाउमिन खाथ्यो याद छ त्यो पसलमा गएर एउटा बहिनी के हामी एउटै एजमा थियो है अनि ऊ चाहिँ अहिले चाहिँ कति भयो एजमा खेले नगर त एजमा खेलेँ है अनि मैले कतिवटा जितिसकेको थिएँ अनि लास्ट एउटा जित्नु थियो क्या अनि त्यसपछि उसको टर्न आयो अनि उसले एउटा जितेर पनि रोको थियो अनि फेरि अनि अर्कोचोटिमा चाहिँ मेरो अपोनेन्ट परेको थियो क्या जो मसँग हारेको थियो त्यही हारेको अनि फेरि अर्को नि उसँग परेर मसँग परिहाल्यो त्यसपछि आरोले मुक्क हान्थ्यो होइन उसलाई मलाई आमा कस्तो नि हान्थ्यो मलाई रिस उठ्यो मैले पनि गएर आमामा यत्रो ठुलो सुनाइदिएको अनि त्यसपछि होइन नि मेरो धेरै स्कोदा थियो है होइन त्यही लागि अनि त्यसपछि अनि त्यो बहिनी खुच्ची रोएर हो के होइन हामी 2 दिन गएको क्या हो त्यो खुच्ची रो हामी 2 दिन रङ्गशाला गएको थियो अनि मैले त्यो बहिनी यत्रो फुलाएको थिएँ अनि त्यसपछि मान्छेहरू आइसाइड जस्तो यस्तो कलरको जस्तो दस बनाएको थियो यत्रो थियो त्यो बहिनी फुच्ची रोएर हो नि अनि त्यसपछि सबजना मान्छे अनि वेटमा नि म 2 चोटि रोएर जितेको त्यसपछि मान्छेहरू हराउँदै गएका थिइन् अनि हराउँदै जाँदै गएपछि हामी माथि चाहिँ यस्तो उनो खेल्दै बसेको यहाँ हामी त्यहाँनिर मान्छे खेल्नुभन्दा अगाडि डिस्क्वालिफाई गरिदिन्छ भनेर गुरुले कराउँछ भनेर अनि हामी चाहिँ मनमा पीडा मान्छे पीडा दिन मान्छे चिलमा हो त्यस्तै भएको थियो हामी है हामी उनीहरूले बसिरहेको थियो त्यसपछि हामी खाजा खाना गयो त्यहाँबाट नि अनि त्यसपछि आशिष गुरु र आर्दन दाईको जुत्ता र चप्पल हरायो त्यसपछि हामी त्यही बेला होइन तपाईँले सरप्राइज दिएको होइन ए हो होइन त्यो दिन हराएको अर्को दिन चाहिँ आशिष गुरु जित्यो मलाई याद छ 2 दिन हामी त्यहाँ रङ्गशाला अनि त्यसपछि आशिष गुरु अनि मैले चाहिँ कहाँ जाम भन्थेँ मल जाम भनेको थिएँ घुम्न तर 2 जनाको चप्पल हराएको हुनाले हामी मल सल कहीँ गएन त्यसपछि हामी हिँड्दै खाली आशिष गुरु हिँड्दै गयो अनि तपाईँहरू भइसकेको थियो तपाईँहरू गएको अनि मलाई बोलाउनु पर्दैन अनि तपाईँहरू गएको छैन अनि मलाई अझै एउटा कुरा याद छ आरोही म्याम रिसाएर अगाडि हिँडेर धन्नले हो कि बाटो अगाडि हिँडेर कहाँ पुग्यो कि मलाई अझै याद छ रिसाएर अगाडि आशिष गुरुसँग झगडा गर्छ रिसाउँछ अगाडि हिँड्छ
त्यतिखेर मेरो जानु ल एड गर्नु पेचानी दुश्मनी यो थियो ल ल बाई 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 नयाँ के भन्नु छ अनि हामी भोलि भेटौँ ल बाई बाई बाई